Welcome back to my new video, guys. आज चाहिँ हामी फर्किँदैछौँ। यहाँ चाहिँ एकछिन गाडी कुरेर बसिरहेको छ हैन। ब्याक टु होम बाई धरान हैन। फेरि पनि आउँला। How you feeling going back? Not okay. Guys, हामी चाहिँ आज फर्स्ट ट्रिपमा बस्छ दुईजना मात्रै ट्राभलिङ। सो गाइज हेरिराख्नु होला भाइ। हामी चाहिँ मान्छे कुर्दैछौँ घन्टाभर अगाडि। फेरि पनि भेटौँ न गाइज। हामी चाहिँ खाजा आन्दोली हो। अनि यता चाहिँ क्युट ड्रेस क्या राम्रो क्या। सो फाइनली हैन हामी चाहिँ बनेपा आइपुगिसक्यौँ। अनि एकदम टायर्ड फिल भइरहेछ तर अब फ्रेस भएर हामीलाई बाहिर जानु छ। मेरो प्यारो भाइ रिजन भाइलाई भेट्नलाई धेरै भइसक्यो भाइलाई नभेटेको हैन। त्यही भएर भाइसँग एकछिन बाहिर गएर टाइम स्पेन्ड गरेर हामी चण्डेश्वरी जान्छौँ। आज आरती छ त्यहाँ हेर्नलाई हैन। म जस आरतीमा गएर चाहिँ मन शान्त हुन्छ, पिस हुन्छ, आफूले भनौँ न मनबाट हो सबै कुरा गाइज। अनि त्यही हो भेटौँ गाइज। सो फाइनली हाम्रो भाइ चाहिँ यहाँ आइसक्यो। के भन्दै भाइ भ्लगमा? अब चाहिँ हामी आरतीमा जानु लाग्यो। त्यही हो। हामी काजललाई कुरेर काजल आउँदैछ। अनि खाजा खाएर जाने नि त। खाजा खाएर हामी आरती हेर्न जान्छौँ गाइज। हेर्दै जानुहोस्। सो हामी चाहिँ जान्छौँ। काजल पनि आइसक्यो। काजल आफूलाई त्यो गर्ने पर्छ अरे के गर्नुपर्छ? हामी जाँदैछौँ गाइस। यो चाहिँ बेलर हो। म पढेको स्कुल है। हामी पढेको स्कुल काजल र म। भाइ चाहिँ आरएमबी होइन। आरएमएस त्यो स्कुल पनि जस क्या अब हाम्रो टाइममा क्या त्यो थियो क्या फेमस थियो क्या। हाम्रो स्कुलमा फेमस किन हुन्थ्यो? साइन्स एक्जिबिसन है के हुन्थ्यो होइन त्यति बेला क्या। यो चाहिँ हाम्रो बनेपा बजार हो गाइस। क्या दामी देख्छ हेर न। हामी पनि दामी देख्छौँ। बिचमा आउनुहोस् न। दामी देख्छ है बनेपा बजार चाहिँ। तर टायर्ड भयो नि अहिले त फ्रेस भइसक्यो नआएर। यस्तो चिसो पानी होइन रिजन। त्यही भने मजा आएको नुहाउन निस्किनै मन नलाग्यो क्या। त्यहाँको गर्मीले त्यो पानी पनि त्यहाँ त अब चिसो नआउने नि त होइन। यहाँ त यस्तो आनन्द फिल भएको छ कि मलाई। एकचोटि नछिरेसम्म चाहिँ क्या चिसो लाग्ने। अब एकचोटि त्यो पानी भएपछि चाहिँ क्या रमाइलो फ्रेस हुन्छ नि चिसो पानी निस्किनै मन नलाग्यो। फ्रेस हो। हामी चाहिँ खाजा खान जाँदैछौँ। हामी चाहिँ खाजा यहाँ अब खान्छौँ है। हामी चाहिँ खाजा खानलाई चाउमिन होइन। अब चाउमिन खाएर जान्छौँ हामी आरती हेर्न भनेको। टाइम 7:30 भइसक्यो। सक्यो जसलाई त्यही पनि हामी जान्छौँ एकछिन। हामी चाहिँ खाजा खाएर पनि हामी चण्डेश्वरी जाँदैछौँ तर लास्ट ढिला भइसक्यो। 7:48 गइसक्यो होइन। सबजना कुद्दैछ के छैन। तर हामीले भ्याइन्छ आरती हेर्नलाई। गाडी चाहिँ ऊ पर छ होइन। किनभने जहिले पनि 1 लेन पार्किङ हुन्छ यता चाहिँ होइन। औ गाडी लेट्स गो। बाई। यहाँ त कस्तो यार झन्डै लड्ला जस्तो हो यार। लागेन कि हो?
लेट्स गो चण्डेश्वरी अब चाहिँ उतै गएर म फेरि कन्टिन्यू गर्नेछु ओके गाइज हामी चाहिँ चण्डेश्वरी पुगिसक्यौँ होइन चण्डेश्वरी माई चाहिँ वहाँ पर हुनुहुन्छ अब म उतै अगाडि गएर देखाउँछु हामी चण्डेश्वरी पुगिसक्यौँ कहाँ हो रे सबै टिमहरू अगाडि आइदिनु हुनको लागि अनुरोध गर्दछु बोलिरहनु भएको चाहिँ हाम्रो रिजन भाइको ड्याडी हो है होइन रिजन भाइको ड्याडी हो अरे अगाडि भजनमा बोलिरहनु भएको हेलो सेट हामी सकिने बेला आइपुगेछौँ नि त लेट्स गो अलमोस्ट सबैजना निस्किँदै हुनुहुन्छ अगाडिबाट चाहिँ म त हेर भइहाल्नु जय चण्डेश्वरी माई हाम्रो चण्डेश्वरी माई हजुरले यहीँबाट ढोक्दिनँ है माईलाई पनि यता ल खै आरती चाहिँ यता भइरहेछ चण्डेश्वरी माईको आरती चाहिँ सकिसकेछ है हामी चाहिँ अलिकति लेट भयो आइएम सो सरी सबैजना घर जाँदै हुनुहुन्छ हो है आरती सकिसकेछ है तर पनि जे चण्डेश्वरी माई ढोकदिनबाट अब हामी एकचोटि प्रसाद लिएर जान्छौँ है त्यहाँबाट जाने हो कहाँ जाने प्रसाद भन्नु कहाँ प्रसाद भयो माथि भने प्रसाद सिद्धै छैन चण्डेश्वरी माई यहाँ चाहिँ भर्खर आरती सकेर टिका लगाएको छु आरती सकेर अनि त्यसपछि सबैजना फर्किँदै हुनुहुन्छ अब चाहिँ अब हामी पनि फर्किन्छौँ नि प्रसाद दिन जाने माथि जाने र भर्खर आएर आज उयो प्रसाद खाइदिनु न थोरै थोरै खै प्रसाद ल्याएन आरती चाहिँ सकिएर पनि हामी अब होइन यसो कहाँ जाँदैछौँ गोसा तान्नु न जस्ट यहाँ माथिबाट जान्छौँ एकछिन गएर चिल गर्ने त्यसपछि ब्याक टु होम किनभने आरती पनि सक्यो एकछिन हामीले टिका सिका लगायौँ प्रसाद खायौँ अनि जाँदैछौँ हामी तर आरती हेर्न पाएन कहाँ मेरो नि छ खोइ लाइटै देख्दैन ल देखिरहेको छ नि मेरो ओके चण्डेश्वरी माई चाहिँ त्यहाँ बर हुनुहुन्छ खोइ लाइटै छैन रहेछ क्या म नदेखिरहेको अर्को दियो भने ल गाइज अब चाहिँ हामी जाँदैछौँ है यसो घुम्न नजाने चिल गर्न एकछिन अब यता आरती हेर्न पाएनौँ त्यही पनि लास्टमा होइन भए पनि लास्टमा हो भने एकछिन जान पायौँ ढोक्न पायौँ होइन भित्र छिर्न पाएन हामी जस्तो होइन अनि टिका सिका अब देख्दैन अँध्यारो छ अन्धकार छ ओके गाइज अब चाहिँ हामी जाँदैछौँ है गोसाई थानमा यत्तिकै एकछिन बसेर चिल गर्छौँ अनि त्यसपछि फेरि आउँछौँ ब्याक टु होम बाटो चाहिँ फेरि यस्तो जङ्गलको बाटो हो यो चाहिँ होइन यता माथि चाहिँ रबिओपी चप्लेटी जाने बाटो यो हो यहाँबाट 5 खाल सबैतिर पुग्छ जानु पर्यो भने तर अन्धकार छ राति एक्लै हिँड्यो भने चाहिँ साइको हुन्छ यो बाटोमा कसम भनेको जे भने जङ्गलको बाटो गाडीहरू पनि हिँड्दैन राति होइन त्यही हो नि यस्तो खै देख्दैन हौ होइन हिँड्नु पर्यो भने केही छैन 8 भएको मान्छेले सकिन्छ है तर म चाहिँ सक्दिनँ यार मलाई चाहिँ डर लाग्छ डर भन्दा नि कस्तो भने त्यो साइको लाग्ने क्या
सोच्दा झन् आयो कि होइन हो कस्तो भयो त्यस्तै लाग्छ भने मलाई त बाटो हेर्नु त बाटो यस्तो छ त लाइफ बाटो चाहिँ रमाइलो छ यो सिनलाई है बिचमा यस्तो पनि देखिन्छ अब यस्तो अन्धकार छ कि यो बाटो होइन अब यो गाडीको हेडलाइट अफ गऱ्यो भने कस्तो देख्छ हेर्नु त आफै ल यता चाहिँ होइन हावा यस्तो दामी चलिरहेको छ धरानको तातो हावा खाँदा यहाँ आएर चिसो हावा खाँदा त आमा स्वर्ग पुग्यो भन्दा कम छैन हौ यस्तो आनन्द फिल भइरहेछ बाटो पनि यस्तो दामी छ होइन जङ्गलको बाटो आनन्द पिस हामी 3 जना तल त्यो तल चाहिँ धुली खेल हो है गाइज खै देख्दैन होइन त्यो पनि अलिअलि बत्ती बोलिरहेको छ आफूले हेर्नु होला उता तल चाहिँ धुली खेल हो हामी चाहिँ धुलिएर बनेको बिचमा छौँ अर्को बाटो सर्टकटबाट आउँदैछौँ जाँदैछौँ सरी मुन पनि आज क्या क्लिक्क ढल्किरहेको छ फुल मुन भन्दा नि त्यो के क्वार्टर होइन क्वार्टर भनेको सानो भने होइन हाफभन्दा अलि धेरैलाई के भन्छ जे भने पनि त्यही हो ल बाटोको हालत अब हेर्दै जानुहोस् अन्धकार देख्ने रहेछ कि अन्धकार छ तर हामीले चाहिँ देखिरहेको छ कस्तो एउटा लाइट आएको हेर्नु यहाँ सिधा एङ्गलको पो रहेछ नि यो लाइट आयो भन्दा म त एलइडी टाइपको छ नि त्यस्तै जस्तो भाइले अगाडिको रुखहरू होइन जस तपाईँहरूले यो लाइटले देख्नुहुन्छ त्यहाँ अगाडिको रुखहरू देखाउनु खोजेको तर क्यामेरामा चाहिँ क्याप्चर भएन त्यो लाइटहरू देखिरहनु भएको छ नि यहीँबाट देखाइछु त्यो चाहिँ धुलिया त्यो धुलियाले हो है धुलिया चाहिँ बब्बा छ क्या ल मिराबल हो त्यो त्यो ठुलोवाला मिराबल चाहिँ फेरि दामी छ होइन हाम्रो सरको हो त्यो रेसर चाहिँ हामी गएको छौँ कि तर दामी लागेको छ मलाई राम्रो पनि छ जस धुलियालमा चाहिँ अझ धेरै भइसक्यो पहिल्यैदेखि चलेको चाहिँ मिराबल चाहिँ पहिल्यैदेखि थियो क्या रुख देख्दैछ है गाइस यस्तो दामी रुख छ कि यहाँ होइन हामीले त्यो साँझमा यहाँ फोटो खिच्दा यस्तो दामी सर्टहरू आउँछ यहाँ योवाला ठाउँमा पहिला बाइक हुँदा हामी यहीँ आएर फोटो भिडियोहरू सबै लिँदैछौँ क्या गाइस यो चाहिँ धुली खेल हो है अनि यता चाहिँ धुली खेलबाट तल केरागारीहरू यताउता हो धुली खेल चाहिँ यस्तो दामी छ ब्युटिफुल हामी चाहिँ यहाँ आएर चिल यत्तिकै यहाँ बसेर चिल गर्ने एकछिन बस्ने हो होइन अनि त्यसपछि जाने हो तर यहाँ यस्तो दामी हावा आइरहेछ कि लुक यहाँ हामीले भ्यू पनि यस्तो दामी हेर्न पाउँछौँ अनि हामी पनि चिल गरेर बस्न पाइन्छ भनौँ न जस्ट यो ठाउँमा बस्नलाई चाहिँ ओभर रमाइलो छ क्या यहाँ बस लुक द मुन लुक द भ्यू एन्ड लुक एट मी होइन अन्धकार कस्तो छ भनेको यहाँबाट हेर तल बारी होइन मकैबारी मैले नदेखिरहेको यस्तो गर्दा क्या लाइट मेरो मुखमा आउँदाखेरि क्या क्या टल्केको यार औ भाइ हामी आएर हो क्या हो गयो त तिनीहरू पनि यहाँ भएको मान्छे यहाँ 2 जना मान्छेहरू थियो होइन हामी आउने बित्तिकै चलिदिइरहेको के गर्नु हामी चाहिँ भ्यू हेर्दै यसरी बसिरहेको छौँ 3 जना हाम्रो जिन्दगी यस्तै छ हामी जस के होइन दिनको के अरे लास्टमा के भन्छ त्यसलाई
जस्ट पिसफुल पिस आनन्द अनि सुत्दिनु पर्यो त्यसपछि यस्तो दामी भ्यू हेर्दै गफसफ हान्दै होइन अब गफ हानेको त सुनाउनु भएन जस्ट रमाइलो छ यहाँ अझ म उता देखाइदिन्थेँ यस्तो दामी रुख छ त्यहाँ होइन त्यो तर अहिले जान रिक्स छ आएर लुट्दियो भने के हो नि चाँद भ्यू एन्ड ओस बेस्ट कम्बिनेसन यस्तो तारा देखाउनु पायो भने हुने यार ल गाइज अब चाहिँ हामी यहाँबाट जाँदैछौँ सबैजना भाइ यता काजल यता म अनि आज चाहिँ टायर्ड भएको थियो अहिले पनि भइरहेछ तर अब घर गएर सुत्ने नै हो होइन अनि त्यसपछि के हो भने चाहिँ यही इन्ड हुन्छ गाइज अब हामी घरै जाने हो सुत्ने हो सो गाइज गुड नाइट लाइक मेरो भिडियोहरू हेर्दै जानु होइन माया यसरी देखाउँदै जानु होला सब्सक्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु त्यति चाहिँ गर्नै पर्छ है अलिअलि माया भयो नि देखाउनु चाहिँ पर्छ माया भयो नि नभए नि माया चाहिँ दिनुपर्छ गाइज है सपोर्ट चाहिँ गर्नु पर्यो सबजनाले च्यानल ग्रो गराउनु पर्यो गुड नाइट गाइज बाई